यो एक कविता तपाईको निमित्त। यसको नाम मैले एकटक जुन हेरिरहेछ राखेको छु। यसलाई यसरी प्रस्तुत गर्छु म। जुन उदाउनु जुनकै सहारा लिएर तिमी मेरो घरै नजिक आउनु र मन्द मुस्कुराउनु। जुन किरीहरूसँग मस्त गफिनु तिमी कपाल सलबलाउनु घरी घरी। शीतल मन्द बतासले कपाल सलबलाउनु घरी घरी। कुर्थाको फेर मिलाउनु गफकै सुरमा। खित्का छोडेर हाँस्नु त कहिले भावुक एकहोरो हेरिरहनु। र तिम्रा आवाज तिम्रा अनजान तर स्वाभाविक क्रियाकलाप म कौशीको सहारा लिएर हेरिरहनु। हराउनु म यथार्थ भन्दा धेरै पर नेपथ्यमा जुन हेरिरहेछ। नेपथ्यमा जुन हेरिरहेछ। बिहानीको झिसमिस नहुँदै बिहानीको झिसमिस हुन नपाउँदै तिमीले यो सहर छोड्नु। आकाशमा आजाद चरी झैं उड्नु। सपना देख्नु हिमालसम्मको। तिम्रो सपनाको आडैनिर मेरो गुजाराको मैदान हुनु। तिमीले मेरै अगाडि सपनाहरू छरपष्ट पारिदिनु। मलाई तिम्रो सामिप्यताले काउकुती लाग्नु। तिम्रो शीतल कौमार्यको कल्पना गर्नु र एक चिम्टी आँटहरू बटुलेर तिमीलाई प्रस्ताव गर्नु। तिमीले अर्कैको हुँ भन्नु। मेरो हृदयमा चट्याङ पर्नु र तिमी विलीन हुनु। वर्षाको गर्जनसँगै बादल हराएको खुल्ला आकाश जस्तै र खुल्नु आकाश सियो भेटिने गरी म झलस्स बिउजिनु अनि झ्याउकिरी झैं बिलौना गर्नु त्यही जुनसँग मेरो सपना हराएको देखिनस् कि भनेर कराउनु। मुखदर्शक बनिस् ए जुन घामले नदेखेसम्म कराइरहनु। नेपथ्यमा जुन हेरिरहेछ एकटक जुन हेरिरहेछ। धन्यवाद।